सबैजनालाई नमस्कार। प्रजाबाट चेपाङ कसरी हुनु पुग्यो भन्ने कुरामा छलफल र बहस गर्नका निम्ति आदिवासी जनजाति महासंघ बागमती प्रदेशका सचिव तथा आदिवासी जनजाति महासंघ कालिका नगरपालिकाका उपाध्यक्ष समेत रहनुभएका दिपेन प्रजाले हामी चेपाङ जाति र प्रजाजाति भनेको के हो र नागरिकता बनाउँदाखेरि नाता प्रमाणित किन गर्नुपर्छ, एउटै जाति भएको भए तापनि किन नाता प्रमाणित गर्नुपर्छ भन्ने कुरामा उहाँले स्पष्टीकरण दिँदै हुनुहुन्छ र हामी आज उहाँको कुरालाई चाहिँ मेन कुरा राखेर यथार्थ कुरा राखेका छौँ। जस्ताको तस्तै उहाँको भोइसबाट हामीले चेपाङ प्रजाबाट चेपाङ कसरी हुनु पुग्यो भन्ने कुरामा चाहिँ उहाँले हामीलाई स्पष्टीकरण दिँदै हुनुहुन्छ। जस्ताको तस्तै। नमस्ते, मेरो नाम दिपेन प्रजा। म आदिवासी जनजाति महासंघको बागमती प्रदेशको सचिव तथा आदिवासी जनजाति महासंघ कालिका नगरपालिकाको उपाध्यक्ष हुँ। आज तपाईहरुमाझ महत्त्वपूर्ण विषयमा आफ्नो दुई शब्द राख्न गइरहेको छु। खासमा त चेपाङ समुदाय के हो, कस्तो खालको जाति हो, चेपाङ समुदायको पहिचान के हो भन्ने थुप्रै सामाजिक सञ्जालमा चर्चा परिचर्चा तथा मेसेजहरू आउने गर्छ। म यहाँहरूलाई प्रश्न बनाउन चाहन्छु, चेपाङ समुदाय भनेको के हो। चेपाङ समुदाय भनेको प्राकृतिक पुजारी हो, प्रकृति पुजारी हो भनेर चिनिन्छ। चेपाङ समुदाय भूमिपुत्र हो, चेपाङ समुदाय मूलवासी हो। यति भएपछि चेपाङ समुदायको बारेमा भनिरहनु खासै आवश्यक छैन। चेपाङ समुदायको पहिचान नै यही हो। चेपाङ समुदाय आफ्नो कर्म गरेर, आफूले मेहनत दुःख गरेर र आफूले आफ्नै माटोमा उत्पादन भएका अर्ग्यानिक खानेकुराहरू खाएर जीविकोपार्जन गर्ने एक जाति तो चेपाङ समुदाय हो। र आज चेपाङ समुदाय निकै अन्यायमा छ, राज्यको कोषबाट पनि निकै अन्यायमा छ। किनभने कसरी अन्याय छ भन्नाले 2036 सालभन्दा पहिला नेपाल जुन एउटा चेपाङलाई चाहिँ पहिला प्रजा भनेर घोषणा गरियो, बहुदलीय शासनभन्दा अगाडि चेपाङ समुदाय एउटा प्रजा भनेर घोषणा गरियो। अहिले चेपाङ समुदायहरू मध्येमा चाहिँ यो प्रजा भनेर घोषणा गरिरहँदाखेरि 2036 सालभन्दा पहिला धेरै कुनै पनि व्यक्तिहरूको नागरिकतामा चाहिँ चेपाङ भनेर छैन। किनकि त्यतिखेर राजा महेन्द्र हुँदाखेरि नै, राजा वीरेन्द्र महेन्द्र हुँदाखेरि नै प्रजा हो भनेर घोषणा गरियो हैन। तपाईले 2036 सालभन्दा पहिलाको नागरिकताहरूमा तपाईले जसरी कुनै पनि व्यक्तिको नागरिकतामा चेपाङ लेखिएको छ भने त्यो मलाई दिनु होला, मलाई सम्पर्क गर्नु होला, मलाई देखाउनुहोस् होला त्यसको प्रमाण हैन। त्यसको यसमा म एकदमै क्लियर छु, स्पष्ट छु। जब अहिले तपाईको चाहिँ हामीलाई धेरै दुःख दिएको राखेको छ राज्यले, कसरी भन्नाले 2036 सालभन्दा पछि बनेका नागरिकताहरूमा चाहिँ अब चाहिँ यिनीलाई चाहिँ अब जे भने नै हुन्छ, चेपाङ भन्ने नै हुन्छ। अब यिनीहरू चाहिँ प्रजा भनेपछि हामीभन्दा ठुलो जात भयो भनेर यिनीहरूलाई चाहिँ अब चेपाङ भनेर नामाकरण गर्नुपर्छ भनेर त्यतिखेर चाहिँ चेपाङ भनेर हेपेर एकजना व्यक्तिले भनियो अरे हैन। एकजना व्यक्तिले चेपाङ भनेर त चेपाङ भनेर यसरी भनियो। त्यसपछि उसलाई चाहिँ चेपाङ भनेर दिस्काउँदा अरूलाई हुन्छ नि हेप्ने, त्यसै गर्दा गर्दा अहिले नै चेपाङ भनेर राखियो। चेपाङ भनेर किन राखेको भन्दाखेरि चाहिँ जसरी नागरिकता बनाउँदाखेरि मेरो भाइको केसमा नै म नागरिकता बनाउँदाखेरि मेरो बुवाको बाजे बराजुको सबैको प्रजा छ। अनि मेरो भाइको चाहिँ जन्मदातामा सचिव चाहिँ क्षेत्री बाहुन समुदायको हुनुहुन्थ्यो। उहाँले चाहिँ के लेखिदिनु भयो भने चेपाङ लेखिदिनु भयो। त्यसपछि म नागरिकता बनाउनु गएँ। त्यसपछि नागरिकता पनि बन्यो, चेपाङ भनेर बन्यो। अनि त्यसपछि चाहिँ त्यो भाइको चाहिँ त्यहाँ ठ्याक्कै के भइदियो भने त्यो भाइको चाहिँ यता यो उसको लागि पुलिसको लागि फर्म भर्नका लागि त्यतिखेर भर्तीको लागि खुल्या थियो। अनि त्यो फर्म भर्न गएको बुवाहरूको सबै प्रजा छ, अनि तपाईँको चाहिँ किन चेपाङ भयो, यो चेपाङ र प्रजा एउटै हो भनेर प्रमाणित गरेर लिएर आउनु भनेर भन्यो। अब यो कसरी चाहिँ अब दुःख दिने, वडाबार दुःख दिने पनि उहाँले जे भने त्यही हुने नि हैन।
उहाँले चेपाङ भन्यो भने चेपाङ के अरे हुने होइन, प्रजा भन्यो भने प्रजा हुने हो र अन्याय गरेको छ यो चाहिँ हामीलाई होइन, मलाई त्यस्तो लाग्छ। अनि जुन वडाको सचिव त्यही छेत्री बाहुन समुदायको सचिवले चेपाङ भनेर लेखेर पठाउने होइन, अनि त्यही समुदायको व्यक्तिले फेरि यो चाहिँ चेपाङ र प्रजा एउटैसम्म प्रमाणीकरण लिएर आइज भने हामीले कति दुःख दिन खोजेको, कति चाहिँ दुःख दिएको छ हामीलाई होइन। यो मैले भोगेको छु, स्वयं म आफूले भोगेको हुँ। त्यसैले मेरो चाहिँ नागरिकतामा प्रजा छ, बुवा मम्मीको सबैको बाबुबाजेको प्रजा थियो, अनि मेरो पनि नागरिकतामा प्रजै छ। त्यही भएर म खुल्याम म गर्वका साथ छाती फुल्लाएर म भन्न सक्छु म प्रजा हुँ, म चेपाङ भन्दिनँ होइन। किनकि अनि अर्को कुरा, अहिले यो गीत आयो, जब गीत आयो तब चेपाङ भाषाको गीत आयो तब चाहिँ भुजेल चाहिँ मेरो समुदायको गीत हो भनेर भन्यो होइन। यो विषयमा थुप्रै सामाजिक बहसहरू भए होइन। तपाईँहरू चेपाङ बन्नुको लागि लास लागेर भुजेल भनेकाहरू, चेपाङ लेख्नुको लागि लास लागेर भुजेल लेखेकाहरू, तिम्रो लास लाग्दैन? अहिले आफ्नो भाषामा गीत आउँदाखेरि यो मेरो भाषा हो, हाम्रो भाषा हो भनेर भन्नु लास लाग्दैन? त्यही चेपाङ भन्न लास लागेर भुजेल लेखेका होइनौ तिमीहरूले? अनि चेपाङ भन्नुलाई लास लागेर भुजेल हो भनेका होइनौ? चेपाङ लेख्नलाई लास लागेर भुजेल हो भनेर लेखेका होइनौ तिमीहरूले? अनि अहिले आफ्नो समुदायको गीत आउँदा के हाम्रो समुदायको भनेर छुट्टै समुदाय बनाउन खोज्ने? नेपाल चेपाङ सङ्घ के हेरेर बसिरहेको छ? यो उहाँहरूलाई प्रश्न, जुन पदस्थ ग्रहण गरेर बस्नु भएको छ नि, तपाईँहरू चाहिँ के हेरेर बस्नु भएको छ? अब प्रजाबाट चेपाङ बन्यो, अब चेपाङलाई अब राउती पनि भन्न थालिसकेको छ। चेपाङले जे भने पनि सहेर बसिदिने हो। अब कमेन्ट आउँछ, चेपाङहरू अरूको लागि निर्भर हुन्छ, अरूले दिएको कुराहरू थापेर खान्छ त, जसले पनि खान्छ नि। तपाईँ छेत्री बाहुनले पनि खाँदैन र? हामीले थुप्रै ठाउँमा लगेर कतिपय कुराहरू खानुहोस् न, यसो केही चिज दिनुहोस् न भनेर हामीले पनि केही चिजहरू हामीले पनि लगेर दिएका छौँ नि। उनीहरूले चाहिँ खाएन र? फ्रीमा पाएपछि त जसले पनि खान्छ त, दिएपछि त जसले पनि खान्छ त। हामी लगेर एउटा कुनै एउटा समुदायलाई लगेर चाहिँ हाम्रो तर्फबाट स्वर्गीय फलानाको तर्फबाट भनेर अथवा बर्थडे सेलिब्रेसनको तर्फबाट भनेर एउटा ठाउँमा लगेर हामीले बाँडौँ न, त्यो अन्य बच्चाको समुदायहरूलाई लगेर बाँडौँ न, उहाँहरूले पनि त खानुहुन्छ नि त। त्यही भएर यो विषयमा चाहिँ तपाईँहरूलाई म त्यो भन्न चाहन्छु, तपाईँहरूले यो एकदमै तपाईँहरू सचेत रहौँ। नेपाल चेपाङ सङ्घलाई विशेष ध्यान आकर्षण गर्न चाहन्छु। तपाईँहरू के हेरेर बस्नु भएको छ? नेपाल चेपाङ सङ्घ के को लागि हो? नेपाल चेपाङ सङ्घको काम, कर्तव्य, अधिकार भने के हो तपाईँलाई थाहा छ? काम, कर्तव्य र अधिकार भनेको फरक कुराहरू हुन्। यसका उद्देश्य के हुन्? यत्रो हेपिँदाखेरि पनि तपाईँहरू चुप लाएर बस्ने, एक वचन नबोल्ने नेपाल चेपाङ सङ्घ के को लागि? नेपाल चेपाङ सङ्घ तपाईँलाई मैले भने त, प्रश्न भनिसकेँ त। पहिला प्रजा बन्यो, प्रजाबाट हेपेर चेपाङ बन्यो, अब चेपाङबाट पनि हेपेर अब राउती भन्दैछ। जे भने पनि हामी सहिदिने? अब त हामीलाई सिधै नागरिकतामा चेपाङ हुँदाखेरि पनि अब राउती भनेर हाम्रो छोराछोरीले बनाइदिन सक्छन्, तपाईँहरूको छोराछोरीले बनाइदिन सक्छन्। त्यसमा तपाईँहरू केही पनि नबोल्ने? राज्यको दमन सहेर बस्ने तपाईँहरू? यस्तो जुन समिति पदाधिकारी हुन्छ, यस्तो समिति र पदाधिकारीबाट हामीले के अपेक्षा राख्छौँ तपाईँहरूबाट? त्यसैले यही कुराहरू, राज्यले गरेका अन्याय कुराहरू तपाईँहरूले यदि नेपाल चेपाङ सङ्घले ध्यान दिँदैन र यहाँहरूको ध्यान आकर्षण हुँदैन भने हामी सक्षम प्रजा समुदायका प्रजाहरू चाहिँ हामी बुलन्द आवाज उठाएर सामाजिक सञ्जालबाट चर्को आलोचना, दबाब गर्न चाहन्छौँ। योभन्दा पहिला कहाँनिर छ यो नेपाल चेपाङ सङ्घ? आफूलाई फर्केर हेर्नु पर्दैन। नेपाल चेपाङ सङ्घको उद्देश्य भनेको के हो? नेपाल चेपाङ सङ्घको काम, कर्तव्य, अधिकार भनेको के हो? हुन त 2-4 कक्षा पढ्यो होला, अलि मास्टर भयो होला, अलिअलि गरेर हामीले काम र कर्तव्य अधिकार बारेमा सिकाउनु खोज्यो होला भनेर तपाईँहरू भन्नुहुन्छ। त्यसरी सोच्नु होला। मेरो भन्नु पनि केही छैन तपाईँहरूलाई, किनकि तपाईँहरू काम, कर्तव्य, अधिकार भनेको कुरो नै तपाईँहरूलाई थाहा छैन।
थाहा नहुने मान्छेले मलाई के भन्न मलाई के भन्नु छ र मलाई तपाईहरुलाई तपाईहरुबाट हामीले के सिक्छौं त जसले 2036 साल भन्दा पहिला 2055-56 सालसम्म 62-63 सालसम्म प्रजा भनेर नागरिकता बनाइरहेको छ बाजे बराजुको प्रजा भनेर नागरिकता छ तर पछि अहिले बाजे बराजुको प्रजा हुँदा हुँदै पनि उही हेपेर चेपाङ भनेर लेखिएको छ अनि त्यही मान्छेले भन्दाखेरि चाहिँ तिम्रो चेपाङ भन्नुपर्छ अनि लेख्दाखेरि चाहिँ नागरिकतामा जे छ त्यही लेख्नुपर्छ भनेर भन्छ अनि त हस भन्दै बस्ने हामी चाहिँ मुन्टो हलाउँदै बस्ने लाज लाग्दैन यत्रो प्रजाबाट चेपाङ भनेर झारिसक्यो चेपाङबाट राउती भन्न थालिसक्यो अब राउती भनेर लेखिदिन सक्छन् यो क्षेत्री बाहुनहरूले यो खासमा समुदायप्रति खासमा गाली गरेको चाहिँ हैन माफ गर्नु होला तर हाम्रो नेपाल चेपाङ संघले के गरिरहेको छ अहिलेसम्म तपाईहरुले यो विषयमा चाहिँ ध्यान आकर्षण गर्न चाहन्छु हुन्छ धन्यवाद।